हाई गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप तपाईहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदम धेरै सन्चै छु। अनि आज चाहिँ हामीहरु जाँदैछौँ देवीथान। हिजो नै हामीहरु खोटाङ आइसकेका थियौँ दिक्तेल अनि साथीहरुकोमा बसेथ्यौँ। अब चाहिँ साथीहरु प्लस सरहरुलाई लिएर हामी चाहिँ देवीथान जाँदैछौँ। यो चाहिँ हाम्रो हलेसी पछि चाहिँ भिजिट गर्नुपर्ने मेन ठाउँमा पर्छ हैन। अनि यो चाहिँ हामी एक हप्ता अगाडि हलेसी आएर बल्ल यहाँ आउने जुरे ह। इट मीन्स हामीलाई भगवानले बोलाएको भन्ने सोच्नु पर्छ। हेयर इज सुमिना मिस अनि उता निकिता छ। हेलो गाइजहरु, अब चाहिँ हामीहरु लाग्यौं बाटोतिर। सरको हातबाट एकैचोटि गाली खाइसक्यो थाहा हैन कतिबेला पुग्ने हो। त्यो ठाउँ चाहिँ हामी जाने त्यो सिँढी देखिरहेको यस्तो चढाएर घाँटी नै सुकिसक्यो मेरो उकाले अहिले नै। यो चाहिँ साथीहरुको अफिस। कस्तो लाग्दैछ त? ऊ पनि तराईकै मान्छे हो। रुद्राक्षको बोट यत्रो ठुलोसम्म हुने रहेछ। हामीले धरानमा देखेको थियौँ सानो बुट्टाहरू थियो। यहाँ छ रेड क्रस सोसाइटी। हामी यहाँ कहाँबाट निस्किँदै हौँ थाहा छैन। सरहरू माथिल्लो बाटो आउँदैछन्। यो चाहिँ खोटाङ दिक्तेल। यहाँ पनि शनिबार हाट लाग्दो रहेछ। मान्छेहरू हाट बजारबाट फर्किरहेको छन्। अब यहाँबाट माथि जाँदै त्यो डाँडोको माथि जाने हाम्रो डाँडो जस्तै हाम्रो ओखलढुङ्गाको कता कता सिनरी मिल्न जान्छ यहाँ। अनि ऊ त्यो वाला घर चाहिँ हाम्रो ओखलढुङ्गाको मेन ओखलढुङ्गा खानी त्यहाँनिरको जस्तो छ। यहाँ चाहिँ हाट बजार लाग्दो रहेछ। हाम्रो सरहरू कहाँ माथि पुगिसक्यो अरे। हामी त अहिले पसिना पसिना भइसक्यो। के हो थाहा छैन। यही बाटो चाहिँ यस्तो भन्दैछ नेपाल भन्दैछ। नेपाल हावाहुरीको खैमा चल्दैछ नेपाल भने जस्तो हो। यहाँ जतानी बाटो बन्यो भने यहाँ फ्याँ पर्दा मात्र हिँडिन्छ जुन सुगा ठाउँ नि। धन्न यो बाटो हिँड्नु परेन। यता रहेछ प्रवेशद्वार। यहाँ त के लेख्या छैन कहाँ गइरह हो। देवीथान। आई लाइक दिस वेस्ट म्यानेजमेन्ट सिस्टम। अनि यता कता कता हटिया छ। यताको एरियामा त्यही सरहरू डुल्नु भएको रहेछ। हामी गयो भनेर दौडिँदै हिँडेका कहाँ छन् अब। लोद्धरहरू भन्दै गाली गर्नुभएको थियो भर्खरै। गाइजहरूलाई बल्ल भेट्यौँ कता कता हराएर। वाउ सन्चै हुनुहुन्छ? पर्खाइ नै मिठो हो क्या दाई? नमस्ते। नमस्ते सर। तपाईहरु हो हाम्रो पुष्पका साथी? नमस्ते सर। कैसा लग रहा है? ऊ यहाँ त सासमा आइरह। कतिपयसम्म चले त नि पार्टी। हेर्नु खाएर भुँडी त अझै भुँडी घटाउने। त्यही भएर टाइम रोज्या हो। पिके पिक लगेर जानु पर्ने त के सरलाई यस्तो ढकाल्ने मान्छे चाहियो र। हामी जाँदैनौँ यार। कहिले काहीँ धकल्ने मान्छे चाहिन्छ जिन्दगीमा। ढिँडोको पावर देखाउने अरे। अहिले बसेर आएर अक्सिजनको मात्रा पुग्यो होला। कहाँ पुग्यौँ पुग्यो। हेलो टोलीहरू के छ? टाउकोमा नि पसिना आइसक्यो। खोटाङको मान्छेहरू त थाक्यो त। यहाँ चाहिँ सर्लक्कै ल्याएर माथिदेखि तलसम्म दुवैतिर खाल्डै खाल्डो खनी के बुट्टा लाउने हुन्। मान्छे अबको 5-10 वर्षमा बब्बाल हुने होला त्यो ठाउँ। अघिल्लो भिडियोमा भनेको लम्बरको मूर्ति ऊ त्यहाँ देखिएछ कि छैन? सेतो सेतो होला बट एक्चुअली गोल्डन कलरको छ। यहाँ छ रेस्ट गर्ने ठाउँ। नाइस। त्यहाँ बस्नेहरू बसेकै छन्। हाम्रो निकिता कता पुगिन्? अनि सुमिना उता छिन्। म बिचमा छु। तपाईँलाई दिक्तेल बजार कस्तो लाग्यो? सेल्फी खिच्नु भयो त? फाइनली पुग्यौँ हामी यहाँ। एउटा दिक्तेल बजार सेल्फी हान्ने ठाउँ अरे। ल गाइज हामीहरू बल्ल बल्ल पुग्यौँ। के अरे मजुवा कि 7 कन्या कालिका भगवती र प्रवेशद्वार महादेव गुफा प्रवेशद्वार स्थापना पढ्नु होला। खै कता गइरह नादा यता गइरह नादा यता। यहाँ जाने बाटो र यहाँ फर्किने बाटो अरे। अहिले हामीले फोटो पनि खिच्यौँ यहाँनिर। अब चाहिँ माथि जाने। यो चाहिँ हाम्रो प्रवेशद्वार। उताबाट चाहिँ निस्किने रहेछ। पर्पट्टि देखाउँछौँ। हामीले सरको साथीहरूलाई भेटायौँ। बजिन कति सानो घन्टी। यस
यहाँ चाहिँ कस्तो राम्रो छाया परे बाटो आयो घन्टी बजाउँदै हिँड्नेछन् मान्छेहरू अयो अहिले एउटा फोटो खिचेको थिएँ टोपी निकालेर टाउको रिल्याक्स जस्तो प्रभु जय जगदीश हरे भक्त के संकट दूर करे ओम जय जगदी हरे यस्तै चल्दै स्वर्ग जस्तो भोइस भएको खोल्नुमा यति धेरै मान्छे हामी त झुक्किन्छौँ सराउनु भनेर पिकनिक स्पोट हो अरे यति बाटोमा हामीले कति धेरै देख्यौँ हिजो त्यहाँ दुईटा लाली गुराँस छ अनि मन्दिर उता यहाँ चाहिँ पिकनिक स्पोट हो अरे त्यहाँ फाउन्टेन रहेछ अनि यहाँ के छ भन्ने कुरा चाहिँ म देखाउँछु कस्तो दामी दामी ठाउँहरू रहेछ ममा टोपी हालेर बोलेर यस्तो आएको नेचुरली झारपात छ अनि के भन्ने दायाँ हात भुन्याएको त हो यसरी हो कि घुम्ने ल टाउकोमा हाल्ने त्यो पानी ओहो ल ल सरको माथा अब हामीलाई देखेर रिसाउनु ए निकालिदिनु भयो ल मेरो नाम पनि छ कता हो हेरिस ओ पुष्पा राई 3 नम्बरमा सचिव हुनुहुँदो रहेछ यहाँको ल यहाँ नि बस्ने ठाउँ यता छ घुम्ने ठाउँ के थाहा म राई पनि भन्न सक्छु नि त यता अनि यहाँ के लेखेछ तर यहाँ सिक्का फाल्ने ठाउँ रहेछ वी डोन्ट ह्याभ एनी सिक्का अनि यहाँ चाहिँ यस्तै घुम्ने ठाउँ रुखै रुख रहेछ डाँडा चढ्ने काभ्रेको पत्थर कता रे खोटाङमा आएर बन्दैछ यताको यो फ्लोर 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 यहाँ चाहिँ रहेछ रियलवाला मन्दिर गणेश मन्दिर यहाँ चाहिँ पूजा गर्ने ठाउँ पण्डित सण्डित छैनन् गणेश मन्दिर पूजा गरेर यता नि आइयो यता चाहिँ मेन अफिस रहेछ ल म घन्टी बजाउन गएँ हलेसीको त बजाउन सक्यो त्यसको बच्चै बज्दैन है रन्ग्यो गान मेरो पनि भगवती बुद्धि विवेक सबै थियो भगवान सलिनी बजाउनुहुन्छ ल भगवती मन्दिर म चाहिँ कहाँ छु भन्दा यहाँ छु म यहाँ चाहिँ भगवान हुनुहुन्छ आशीर्वाद दिनुहोस् भगवान ऊ सरहरू त जिग्री भेटेर यता साथी भेटेर गफ खाँदैछन् यहाँबाट भ्यू नै देखिँदैन गाई यहाँ बेल्टहरू खोलेको छ के अरे छालाको कपडाहरूले पूजा गर्नु नहुने भएर यहाँ हुनुहुन्छ अनि हामीले पूजाहरू गरिसक्यौँ प्रसादी पाइसक्यौँ आशीर्वाद पाइसक्यौँ वी आर लुकिङ फर दिस टिका यताको ऐनामा हो ल अब हामी यहाँ सेल्फी हान्दैछौँ म ठुलो भयो क्या तिमीहरू अगाडि हो आऊ देखि ल 3, 2, 1 यहाँ भित्ताभरि आफ्नो मायालुको नाम खोज्न सक्नुहुन्छ भने खोज्नु होला कृपया अब यहाँबाट चाहिँ हामी शिवजीको यता पनि उता जस्तै गुफा रहेछ के अरे हलेसीको जस्तै अब जाने त्यहाँ पनि साथीहरू त खै कहाँ पछाडि के गयो जमाना ऐना हेर्दा हेर्दा हाम्रो टिम देखेर जोकर त लागेनौ नि यो चाहिँ दिक्तेल बजार हो गाइज नमस्कार म सुमेना जीसीको साथमा गुफाभित्र जाम यहाँ छ महेन्द्र कहाँ छ महेन्द्र गुफा यहाँबाट चाहिँ भित्र छिर्ने अरे ऊ हलेसीको यही फोटो लगेको अस्ति हामीले के हो बिस्तारै कराउन टोपी र मोजा हेर जान्छ यार कति चिसो हो यार वेट न वेट भगवानलाई खोज्दै भित्र नजाऊ त एकछिन खत्रै डर लाग्ने ठाउँ छ कि यहाँ त एक्लै त डर लाग्ने रहेछ हेर त कस्तो कति चिसो कि खुट्टा त यहाँ भित्र पूजा हुँदैछ गाइस अनि हामी चाहिँ यहाँ भित्र सानो बाटो कस्तै जाँदैछ यहाँबाट देखिन्छ पूजा गर्ने ठाउँ नमस्कार गर्नु त अनि अहिले गर्ने कुरा अनि राख्दा हुन्छ
चाहिँ नमस्कार गर्नु न हो त्यहाँ अन्ताकारं बुधगयन सम्मेघ वर्णं ल गाइस हामी लाग्यौँ अब यहाँबाट तल बजारतिर कता झोला राखिदिउँ एउटा पसलमा हो ठिकै होला सबै फेरि कन्टेन्ट दिन परिहाल्छ सरले किन हो मास्क लगाएर हाट डाँडा अनि यो चाहिँ हाट बजार लाग्ने ठाउँ रहेछ यताको अनि यहाँ ओखलढुङ्गा भन्दा चाहिँ बिहान यति चाँडो लागेर उठ्दो रहेछ कि अहिले हामी आउँदा छैन यहाँ हाट बजार अहिले कति बजे छ तपाईँको 10 बजे हाम्रो त 2-3 बजीसम्म त मजाले लाग्छ लुक एट दिस कस्तो राम्रो ठाउँ अनि यहाँ चाहिँ सबै ह्यान्डिक्राफ्टको सामानहरू छ नाइस दिस इज भानु चोक के स्ट्रिट आई डोन्ट नो के हो ह्यान्ड शङ्कर ए केटी हो न केटा हो सारी ला जस्तो लाग्यो कपाल देखेर हाम्रा 2 जना साथीहरू रुम गए यहाँ चाहिँ हामी सरको ससुरालीमा खाना खाँदैछौँ सरहरू चाहिँ फेरि बिहेको घर जानुभयो अब चाहिँ तेल बजार घुम्दैछौँ बोकाको मासु खाएर यस्तो स्मेल थियो हामीले जतिचोटि अहिले 2-3 चोटि यता न 2-3 चोटि मासु खायौँ त्यस्तै परे अस्ति ढिँडो खाँदा पनि त्यस्तै परेको थियो अनि अब खाएर हामी चाहिँ दिक्तेलको बजार घुम्ने भनेर हिँडेका बन्द बजार पुरै शनिबार आज 2 जना साथी चाहिँ रुम गए सरहरू पार्टीमा हामीहरू चाहिँ एक्सप्लोर हान्दैछौँ खै अब कहाँ गइन्छ हेरौँ खाना खाएर डुल्दैछौँ यो 12 बजेको घाममा गाड हुनु यो घरमा पनि बिहा गरेछ है यहाँ चाहिँ दामी छ सहर चाहिँ ठुलो लास्टै ठुलो ओखलढुङ्गा भन्छ गाइज हामीले चाहिँ एउटा आइडिया लगाएर उसले फोटोहरूमा यसरी के भन्छ यसरी ठाउँ ठाउँको फोटो खिचिराख्यो भने अब कता घुम्न जाने हामीलाई दोधार परिरहेको थियो अब यहाँबाट हेरेर टक्क चाहिँ कता जाने भन्ने हामीले फिक्स गर्यौँ अब हामी जान्छौँ कता रे बुलबुले दुधकुण्ड देउधाम नेर्पा भनेछौँ के रे अब के हुन्छ भोजपुर हो कि यता हो थाहा छैन तर त्यही भोजपुर जाने बाटोमा हो अरे अब हामी हिँड्छौँ माथि के भइरह थाहा छैन तर केही त भइरह कम्पिटिसन आगामी दिनमा पनि गर्छु भन्ने मान्छेहरूलाई साथ दिनको लागि हामी सबै नेतृत्व आफ्नो ठाउँबाट ल बधाई छ के जित्नु भएछ 2 किलोमिटर दौड बधाई छ त्यो म्याराथनकै हो गाइज डिफ्रेन्ट धेरै क्याटेगोरीमा म्याराथन भयो त्यो डिफ्रेन्ट खेलाडीहरूको के त्यसरी आज दिउँसो ठीक 2 बजेदेखि जिल्ला समन्वय समितिको हलमा सांस्कृतिक साँझ साथमा भव्यताको साथ गाई जान्छ किरात चोकबाट यता गयो भने दिक्तेल बजार यता गयो भने भोजपुर जाने बाटो यहाँ चाहिँ हामी साह्रै भुलभुले भन्ने ठाउँ जाँदैछौँ मेरो हालत तर राम्रो एक्सप्लोर गर्न पाएँ त्यही चाहिँ खुसी लाग्छ अनि सांस्कृतिक साँझ रहेछ अहिले समन्वयमा जानुपर्छ 2 बजे गाइस ओखलढुङ्गाको भाडा देखेर तर्सिन्थ्यौँ हामी 6 किलोमिटरको 600 भन्यो भनेर यहाँ अटोहरू इज इक्वल टु प्राइभेट कार सोलमा भन्ने ठाउँ हो यो यहाँ लालीगुराँस फुलिरह के भन्छ क्लाइमेट चेन्जको असर देखिरह भन्नु हो यो चाहिँ हामी बुलबुले पुग्यौँ अब यहाँ चाहिँ दुधकुण्ड पुगिसक्यौँ हामी यहाँ हेर्नुहोस् के छ यहाँ लेखेको कस्तो रमाइलो लागिरहेको कि हामी त कति टाढा आयौँ बट भाडा 1000 रुपियाँ 12 किलोमिटरको 1000 रुपियाँ तर आउनु र जानुभयो ठिकै छ अब मन्दिर जाने चाहिँ यताबाट अनि झर्दा चाहिँ यताबाट रहेछ ओ यो चाहिँ के हो नि यो तपाईँ राई हो चिने मैले यो देखेर के भन्छ थाहा छ हाम्रो भाषामा वाबु भन्छ चिन्डो वाबु चिन्डो जातिहरुको मुन्डुममा आउँछ के संस्कार भित्र पर्छ सबै ठाउँमा चाहिन्छ हैन हामीले चलाउँछ हाम्रोमा उखु चाहिए जस्तै हो के हाम्रोमा उखु चाहिए जस्तै यो तीर्थस्थल है गाइजहरू मासु खाइलौँ न बरु मजा लाग्यो फेरि जल गणेश भगवान त हो गणेश भगवान त हुन् तर के हो त्यो कानमा अर्कै
किराँती भेषमा हुनुहुन्छ ओ उहाँ नि नयाँ किराँती जस्तै बबाल छ ल। तपाईँको हेर्दा छात्र सफल होस्। गणेश मन्दिर यो। अब यहाँ कसैलाई पढ्न इन्ट्रेस्ट छ भने पढ्नु होला। म ठ्याक्क फोकस गरेर देखाइदिन्छु। अनि यहाँ चाहिँ भगवान् सोध्नु भएको छ यति हेर्नलाई रहेछ। यता आउने चाहिँ यताबाट आउने यहाँबाट आउने अनि सरी जाने। वाउ हामी छ यहाँ आशीर्वाद लिँदै। भगवान् मैले त अघिदेखि नोटिसै नगरेको त यहाँ त ऊ जिब्रो खै फोकस भएको यस्तै ठटी राख्छन् बाजे। भगवान्लाई डिस्टर्ब हान्दिने हो क्या। कति शान्त माहौल छ यहाँ। यस्तरी भगवान् सर्प भगवान्ले हजुर देखिनु ल राम्रै काम गरेर रहेछ एउटा मात्रै के अरू नि छ। कस्तो ठटी राख्नु भएको वाउ कस्तो राम्रो बसे नि सर्प 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 हो टाउको देखाएको यहाँनिर फुलमा नेर पाउँदै यहाँ यस दोर्पा चिउरी नुनथला हुँदै हामी देख्दै लाग्यो नि बामाज्रा हुँदै निर्मली डाँडा उता कुनामा रहेछ पाथेका खार्मी चालपा। यहाँको सिनरी यस्तो छ गाइस। अनि यहाँबाट उता चाहिँ नागदेवता सुत्नु भएको कस्तो राम्रो छ कि त्यो कर्नर एकदम पिसफुल। अरू किम्बो गाइस हामीले यहाँ मन्दिरको साइडमा मन्दिर हो कि घुम्ने ठाउँको साइडमा किम्बो पायो। किम्बोको पछि लाहाम किनकि ओखलढुङ्गामा खान खोज्थ्यो। मुखनिर त हुन्थेन नभएका त होइनन् किम्बो। दिज आर किम्बोज। पछाडि बुद्ध भगवानको मूर्ति भएको ठाउँ। अनि यहाँ चाहिँ पिसको लागि जुन जुन कुराहरू इन्डिकेट गरिन्छ नि त्यो कुराहरूलाई सो गर्न खोजेको छ कि यहाँ परेवाहरू छ। अनि त्यसपछि अब बुद्धको मूर्ति त भइहाल्यो। नीलकण्ठ माछा पिस होइन। अनि त्यहाँ नाग सर पनि पिसवाला थियो जस्तो देखेको फोटो खिच्दामा त आमा उसले झरना भने झरना कता हो झाँक्री बाँसभित्र चमेरोहरू रे कता हो यो। चिन्डो किन्दैछौँ हामी गाई यहाँ कसैले घरबाट खोटाङ जिल्लाको कसैले छान्न पर्यो। अब बल्ल हामी घुमेर आएर दिक्तेलमा छौँ। फेरि आइसक्रिम चल्दैछ। यस्तो टाउको दुख्या मेरो त अनुहार रन्न परिसक्यो। निद्रा लागेर ओखलढुङ्गामा नपाएको चिज सबै दिक्तेल आएर खाएर जाने निदो गरे उता नि आइसक्रिम यो कोनवाला पाइँदैन। योवाला पनि पेस्ट्रीहरू एकदम कहीँनिर पाइन्छ नत्र पाइँदैन होइन। गाइज हामी चाहिँ कता रे भुलभुलैया के हो त्यो ठाउँमा फेरि दोस्रोटी जाँदैछ। मैले चाहिँ हाम्रो दाइसँग अघि चाहिँ हामीहरू एक्लै गएको थियौँ दुईजना। अब हेर एक्सपिरियन्स के डिफरेन्स हुन्छ थाहा थिएन पछि पनि जाने भनेर। अनि हामी चाहिँ अगाडि नै कति ठाउँ भ्याइन्छ घुम्न खोज्दैथ्यौँ। अनि अहिले चाहिँ हामी खाजा खाएर अब फेरि लागेछौँ त्यो बाटो। अब चाहिँ अलि बढी ठाउँ घुमेर आउनुपर्छ। त्यसमा धेरै ठाउँहरू छ नि त घुम्ने। हामी एउटा ठाउँ मात्रै घुमेर आएको थियो। अब गुफा झरना अनि के छ कि त्यहाँ घुमेर आउने हो। अनि लाग्ला गाइजहरू पछाडि चाहिँ म तिनीहरूको भिडियो खिचिदिन्छु अगाडि गएर। एनिवे क्या इन्जोय भइरहेको छ हामीलाई। अब भोलि अफिसमा गएर के छ अनि डेट के अरे सबमिसनको डेट भ्याइन लाग्यो 31 गते हो। हाल छैन पढाइ लेखाइ भइरहन्छ। इन्जोय गर्नुपर्छ क्या लाइफमा होइन त चिल छ ल। काम भनेर मान्छेहरूले इन्जोय गर्नु छोड्छ नि त्यो नगरौँ है। कति सम्झाउने भएको अनुहार भिडियो जम्मै जोडेर एउटा भिडियो बनाऊ है। गुफा यो ओत लाग्नलाई चाहिँ राम्रो ठाउँ रहेछ पानी सानी पर्दा है। भगवान् त छैनन् क्या के फाले। यस वी क्यान सी ढुङ्गेको घर। हाम्रो यहाँ दुईटा डेस्टिनेसन एउटा झरना एउटा गुफा हेर्नु होइन। अनि भर्खर आउने बित्तिकै एउटा सर्प सुइबाट अगाडि गयो। यहाँ कोही पनि छैन क्या हामी दुईजना मात्रै हो क्या। अगाडि पनि कोही छैन पछाडि पनि कोही छैन क्या। लुक एट दिस झरनाको चिसो पानी मै यहाँ। हजुर खै गुफा त कहाँ छ अब
वेलकम टु झरना। के झरना हो थाहा छैन। भुलै के अरे भुल्के झरना होला मिल। भुल्के झरना यहाँ छ भुलैया गुफा। अब हामी यो भित्र जान्छौँ। यो चाहिँ एकदम धेरै पर्यटकीय स्थलमा राखेको ठाउँ रहेछ। थ्याङ्क यू सो मच। अब गाइज वी आर इन्टरिङ टु गुफा। यहाँबाट रहेछ फोटो खिच्ने ठाउँ त माथि। ओ अनि ओ कति चिसो चिसो। यहाँको के भन्छ हौ। हामी चाहिँ यहाँ छौँ होइन। अनि यहाँ किराँत समुदायको के देखाउन खोजेछ। अनि त्यहाँ माथि हुनुहुन्छ नि त्यहाँ त्यो कपालमा के भएको त्यसको ए गुफा त यत्रै रहेछ भाइ यो। नाइस। अनि उहाँको त्यो चाहिँ कस्तो छ भन्दाखेरि माया त गरिस कान्छ बिना स्वादेको भन्नेमा लगायो नि त्यस्तै वाला झग्रीको खग्यो त्यो।